ब्याक टु माई युट्युब च्यानल आई हेभ सजना सन्चेल होला र यतिखेर हामी चाहिँ अहिले ठ्याक्क भन्नुपर्दा चाहिँ रेड नेपालमा छौँ है। हामी पिटर साथी र म चाहिँ रेड नेपालमा छौँ। रेड नेपालतिर आज यसो रमाइलो गरिदिउँ भनेर चाहिँ हामी आएका छौँ चाहिँ हाम्रो चाहिँ मिनी भवनलाई चाहिँ यसो हेरेर यसो सारसफाइ गर्नु होला भन्न चाहन्छु। साथी अगाडि अगाडि चाहिँ क्यामेराम्यान हुनुहुन्छ। हामी चाहिँ फाइनली बाँसुरी लिएर गिटार लिएर मेरो साथी चाहिँ हुनुहुन्छ यहाँ अगाडि गीत बजाउनुहुन्छ। ल गीत गाइदिनु त। ल गाइस चाहिँ पहिलोचोटि चाहिँ यो मैले चाहिँ गिटार चाहिँ छोएको छु साथीहरू। मलाई आउने भनेको विशेष गरी बाँसुरी हो साथीहरू, तर बाँसुरी पनि अहिलेको लागि एकछिनपछि बजाउँला होइन। ल सुरु गर्छु त मैले एउटा यसो जानेको। लाली जो जान्छौ सरी लाली जो मान जान्छ कि हो गाईलाई सराउँदै खासै आउँदा साथीहरू। ल हाम्रो चाहिँ सरले यतिकै गाउने भनेको चाहिँ एकदम खत। हेलो गाइस, र यतिखेर हामी चाहिँ रेड नेपालको रेड नेपालभित्रै छौँ साथीहरू। ल हाम्रो साथीले चाहिँ गीत गाउनु भएको छ। र हामी चाहिँ एउटा सानो आफूमा भएको कला चाहिँ तपाईँको माझमा प्रस्तुत गर्नेछौँ। र कस्तो लाग्छ भिडियो हेरेर चाहिँ अन्तिमसम्म हेर्नु होला भन्न चाहन्छु। ल हामी चाहिँ सुरु गर्छौँ है त। गाइस भने जस्तो
बस भयो दर्शन नमस्ते हो सबैलाई सुख दुःख भन्नु यस्तै रहेछ को आफ्नो विदेशमा को राहे ठुला सहर यहाँ बेग्लै सोचे आइपुगे म यहाँ के गर्न आए मेरो तन अहिले भए नि मन भने सन्नाडे हुँदैछ हाम्रो नेपालमा मन थिएन यहाँ आउनलाई मरिमेटी धन कमाउनलाई के गर्नु देश पनि बेरोजगारी थाम्न सकिएन ऋणको बारी आमा मेरी तिमी त्यसबारी याद आउँछ जल्दले मुटु बढी मेरो तनाइ यहाँ बहिनी मन भने सन्नाले हुँदैछ हाम्रो नेपालमा बाबा र बहिनी नि याद आउँछ जल्दले मुटु बढी ल साथीहरू बाई है हामी चाहिँ फर्किसकेको है साथीहरू ल एकदम रमाइलो छ साथीहरू एकदम घाम हेर्नुहोस् न घाम कति राम्रो छ है ल हेर्नु त डुब्नु लागेको छ एकदम हरियो पहेँलो छ घाम पनि एकदम ल हेर्नुहोस् त गाइस ल हाम्रो सहर चाहिँ उतातिर माथितिर हुनुहुन्छ है त दुईवटा भ्लगर छ हामीसँग है उता साथीहरू हाम्रो नानीहरू चाहिँ त्यहाँ माथि उतातिर बस्नु भएको छ त्यहाँ खेलिराख्नु भएको छ ल हेर्नुहोस् साथीहरू चाहिँ खेल्नु भएको छ ल हाई भनिदियो साथीहरू हाई भन्दै नाच्न आउँछ नाच्न आउँछ आउँछ नाच्न ल नाच्ने हो ल नाच ल नाच नाच के नाच के बाबु किन लास मान्यो क्या कतिमा पर्ने घाँस काट्नु हो क्या आएको हो ल यसलाई बाख्रा लाग्यो फ्रुटी खान लागेको छ साथीहरू यता हेर्नु चाहिँ हाम्रो फ्रुटी हो ब्रस्ट म्याङ्गो मलाई चाहिँ फ्रुटी एकदम मिठो छ है साथीहरू खाने आउनुहोस् हामी चाहिँ यति नाच्दाखेरि हामी चाहिँ फ्रुटी खाएर चाहिँ हामी लाग्छौँ त हामी चाहिँ छुट्टिन्छौँ होइन साथीहरू